सबैलाई नमस्कार। आज एउटा भिडियो निकाल्ने ल हेर्नुहोस् खालि कति राजनीतिको अफ लगाउँछ भन्नुहुन्छ, त्यही भएर आज यो भिडियो राख्दैछु है। मैले आज ड्युटी सम्बन्धीको विशेष ड्युटीको मैले मेन्सन भन्ने गर्दिनँ है, कहाँबाट कसरी ड्युटी जाँदैछु भन्ने चाहिँ यो भन्ने मेरो गोप्य रहन्छ है। ल हेर्नु बाटो कति राम्रो छ हेर्नु, अहिले गाडी तन्काउनु पर्छ हेर्नु, गोदारदाले गाडी तन्काउनु पर्छ, तनाउ हुनुहुन्छ भन्ने गाना गाउँदैन आज विशेष धेरै बोल्दिनँ, खालि हजुरलाई भिडियो मात्र देखाउँछु है। ल मेरो भाइ हिरो छ, मेरो पुरा गमक्क परेको इट्टहरीको भाइ हो, इट्टहरीको भाइ, इट्टहरीको भाइ हो कि इट्टहरीको। हजुरलाई आज मैले खालि विशेष गरी रोड नै देखाउने छु क्या, रोड नै देखाउने छु, रोड भलकै देखाउने छु क्या, रोड भलकै देखाउने छु क्या हजुरलाई। रिटायरमेन्ट गएको मान्छेहरूलाई त याद आउँछ होला हो, यस्तो देख्दाखेरि। ल हेर्नु होला है तपाईँले, ल हेर्नु यहाँ र पेन्सन गएको मान्छेले जहाँसम्म पत्ता लगाउनु पनि सक्नुहुन्छ है रोड देखेर है। यो रोड अब भन्न पर्दाखेरि सर्टकटमा भनेदेखि मैले सम्बलपुरको भर्खरको रोड है। माया जतापट्टि पनि काट्छ क्या यो नेपाली गाना पनि बज्दैछ ल हेर्नु। के भनौ तिमीलाई छोरले कि नमस्कार हो, झ्याप्पै 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 ए झ्याप्पै आए बाहुन्दाई जनै लाएर, मैले पनि हेरिरहेँ मनै लाएर, उनको माया झनै लाएर भन्ने बद्री बङ्गालीले अहिले गीत निकालेको छ नि, त्यही गीत गाना बज्दैछ क्या, देख्नुभयो? उल्कै भन्छ उनको माया झनै लाएर, उल्कै भन्छ उनको माया झनै लाएर। जाँदैछ भन्ने मैले डेट पेन्सन भने मैले गर्दिनँ है। डेट पेन्सन कहिले भने मिल्दैन है, कस्तो ड्युटी हो के ड्युटी हो भन्ने चिज मैले भन्न मिल्दैन, खालि ड्युटीको जाँदैछु भन्ने मात्र हो। ड्युटी मेन्सन मैले गर्दिनँ, किनभने हाम्रो सिक्युरिटीको पनि बहुत ख्याल राख्नुपर्ने हुन्छ, त्यही भएर मैले यो चिजहरू बताउन असमर्थ भएँ। यसमा अन्यथा नलिनु होला है। ल हस्, नमस्कार, थ्याङ्क यू, धन्यवाद।